हे गाइज आज म र मेरो बहिनी प्यारी बहिनी जाँदैछौँ रसियन दिदी र जलपरीलाई हेर्नलाई। अब मैले भन्नु पर्दैन होला हामी कहाँ जाँदैछौँ, हजुरले बुझिसक्नुभयो। हामी जाँदैछौँ कोलपुर महोत्सव हेर्न। यो चाहिँ हाम्रो नेरामावि स्कुल फर्स्ट पोइन्ट यो भनेपछि सेकेन्ड पोइन्ट हाम्रो चप्परगढी हो। तर हामी चप्परगढी पुग्नुभन्दा अगाडि सामान किन्छौँ। के सामान किन्छौँ भनेपछि चाउचाउ किन्छौँ। हाम्रो लागि होइन, हाम्रो आन्टीले चाहिँ सामान पठाउनु चाहिँ किनेर पठाइदिनु भन्नुभएको थियो, त्यही किन्यौँ। अनि किनेपछि हामीले आइसक्रिम रोल पनि खायौँ। अनि यो चाहिँ हाम्रो चौरावाला पोइन्ट हो, चौरादेखि अलिकति अगाडिको डिस्टेन्समा छ हाम्रो मेला लाग्ने ठाउँ। यो हो हाम्रो मेला लाग्ने ठाउँ। यति धेरै भिड दिने कुनै नगर मेरो स्कुटी पार्किङ गर्ने त ठाउँै थिएन कि त्यहाँ वरपर मैले फन त्यो घुमाएँ। स्कुटी पार्किङ गर्ने ठाउँ नभएपछि मैले एउटा जुगाड लगाएको छु, हेर्नुहोस्। हजुरहरूलाई पनि त्यो जुगाड काम लाग्न सक्छ। हेर्नुहोस्, बाइक चलाउने स्कुटी चलाउने महानुभावहरूले हेर्नुहोस्। पार्किङ निश्चित लेखेको थियो यो बोर्ड। बहिनी जाऊ अगाडि सारा हाम्रो स्कुटीलाई स्पेस राख बनाऊ भनेपछि बहिनी गएर गरिन्। अनि मैले चाहिँ गरेँ, स्कुटी पार्किङ गरिदिएँ। कति सजिलो। यस्तो जुगाड बेला बेलामा काम लाग्छ। मेरो भिडियो सेभ गर्नु होला। ओके, अनि त्यसपछि हामी गयौँ मेलामा। टिकट हामीसँग अलरेडी थियो, हामी लाइन लाग्न पर्दैन थियो, भिड थियो। देख्न सक्नुहुन्छ मेरो फ्रन्ट क्यामेरा हो यो, अगाडि पछाडि मान्छेको भिड थियो, कता कतासम्म भिड नै थियो। हामीसँग अलरेडी टिकट भएको भएर त्यति धेरै जाउ गर्नु परेन। अनि हेर्नु न मान्छेको क्राउड, ओ माई गड। झन् आज ज्योति मगर दिजु आउनु लाग्यो, ओ माई गड भन्नै नसक्ने। यो सब मान्छेहरू भुइँमा टेक्ने ठाउँ नभएर माथि वालमा चढ्न बाध्य हुनुभएको है उहाँहरू चाहिँ। भुइँमा खुट्टा टेक्ने ठाउँ नभएर उहाँहरू चाहिँ वालमा चढ्नुभएको। कोइन्सिडेन्टली मैले भेटाएँ सडनली सुशान्तलाई, हि इज माई स्टुडेन्ट। अनि उहाँले चाहिँ म्याम भन्यो, टु पनि गऱ्यो। आइएम सो ह्याप्पी एट द टाइम है। अनि उहाँ हेर्नु उता हो, भगवान् म केही भन्न सक्दिनँ। मेरो भिडियो आफै बोल्छ होला, यो क्राउड देखेर हजुरले बुझ्नुहुन्छ होला कति भिड थियो भनेर। म भन्न सक्दिनँ, तर बाहिर भिड थियो, भित्र फेरि खाली नै थियो कि। हेर्नु न कति खाली थियो। व्यापारिक मेला भने पनि तर त्यस्तो धेरै व्यापार गर्ने केही चिज देखाएको थिएन मैले। यो बहिनीहरू चाहिँ अब लोसार भएको भएर होला, मगर ड्रेस ढल्काएर आएको थियो राम्री भएर। केही व्यापार स्यापार केही थिएन, त्यही चिज बल खाऊ कपडा सपडा केही गतिलो थिएन त्यस्तो। वाउ चिज केही लागेको थिएन मलाई त्यहाँ अहिलेसम्म। एउटा बेलुन चाहिँ राम्रो लागेको थियो। अब यो बेलुन कहाँनिर गयो त्यो क्लिप, फेरि बेलुन चाहिँ राम्रो लागेको थियो मलाई। त्यो बेलुन हामीसँग ठुलो ब्याग थिएन, अनि त्यो सानो ब्यागमा नटाउनु भएर पछि लिम्न भनेको, त्यो पछि त भैया नै भेटेन। अनि उहाँ हुनुहुन्छ कोलपुरका मोटी जलपरीहरू। अनि आउने मेलाभित्र पुग्ने बित्तिकै यसो हेरेको त यहाँ राधिका माल दिजुले जापानको केटाले उल्की गर्यो भन्ने गीत गाउँदै हुनुहुन्थ्यो। आफ्टर द्याट हामी गयौँ रसियन दिदीलाई खोज्यौँ कहीँ पनि भेटेनौँ। कहीँ पनि देखेनौँ कि हामीले आज खै आउनु भएको थिएन कि के हो। अनि त्यसपछि हामी खेल्नतिर लाग्यौँ। खेल्नको लागि टिकट लियौँ हामीले, 150 रुपियाँ रहेछ टिकटको पनि लियौँ। अनि त्यसपछि गयौँ हामी, बस्यौँ। हामीभन्दा पछाडिको बुवा एकदम धेरै एक्साइटेड हुनुहुन्थ्यो। यहाँ चाहिँ दाइ हुनुहुन्छ है, फेरि बुवा पछाडि उता हेर्नु। अब बुवा भेट्नुहुन्छ, टोपी सोपी ढल्काएर बस्नु भयो, एक्साइटेड हुनुहुन्छ, उहाँ खुसी हुनुहुन्छ नि। उहाँको रियाक्सन हेर्नु, लास्टसम्म रियाक्सन हेर्नु बुवाको। ल हेर्नुहोस्, एक्साइटेड नै छु भन्दै हुनुहुन्छ। दाइ फेरि लाइक गर्दै हुनुहुन्छ। यता हेर्नुहोस्, बुवाको रियाक्सन हेर्नु, नातिको खुट्टा समातेर रियाक्सन हेर्नु बुवाको। तर पनि बुहारी यति सहनशील हुनुहुँदो रहेछ, उहाँले समातिराख्नु भएको बुवालाई। त्यसपछि म फेरि खेलेँ, मलाई यस्तै रियाक्सन क्याच गर्न थियो। म फेरि खेलेँ फेरि खेल्दाखेरि यता हेर्नुहोस् रमाइलै भयो। फेरि खेल्दा पनि मेरो पछाडिको दिदीलाई हेर्नु होला अबको क्लिपमा। हेर्नुहोस्, यता हेर्नु न, यता हेर्नु न, वाउ उहाँसम्म पुऱ्याइदिनु होला मेरो भिडियो सबैजनाले लाइक गरेर है। यता हेर्नु भैया र भैयानीलाई। अनि यो व्हाइट कलरको टोपी लगाएको नि, ऊ चाहिँ मेरो स्टुडेन्ट हो कि, साथीसँग आएर चाहिँ देवेश आएर यति डराएको थियो नि ऊ। उसले चाहिँ मलाई देखेन र मैले चाहिँ उसले देखेर क्लिपमा राखेँ। अनि मैले त्यो खेलेर आउने बित्तिकै हामीले अञ्जली दिदीलाई देख्न पायौँ। अनि उहाँको डान्स थियो। तर यो डान्समा पनि मैले रसियन दिदीलाई भेटाउन सकिनँ कि। खुब भाग्यमानी रहेछ, फेरि मौकामा चौका हानेर प्रपोज गरिहाल्यो। अञ्जली दिदीले पनि एक्सेप्ट गरिहाल्नु भयो एट द्याट टाइम, हेर्न सक्नुहुन्छ। अनि त्यसपछि हामी घरतिर लाग्यौँ। लाग्दै गर्ने बेलामा मैले चिजबल लिएँ 2वटा। अनि मुनालले आज पेट्रोल चाहिँ टन्नै हालेको थियो स्कुटीमा। घुमायौँ, नास्ता खानातिर गयौँ। नास्ता खाना गएको, त्यो नास्ता खाने पसल नै बन्द, कि लाफिङ सेन्टर नै बन्द। आजको दिन जानु मात्रै भयो। हेर्नु न, लाफिङ सेन्टर बन्द क्या। अनि त्यसपछि गयौँ हामी कृषि बजारतिर। कृषि बजारमा कस्तो मिठो पाइन्छ कि मन्चुरियन चाउमिन, त्यही खाने भनेर गएको। त्यही पनि बन्द क्या, त्यही नि बन्द। यस्तो सन्किने, मलाई त्यही रिस उठ्यो। मेरो रिसको सीमा थिएन। एक त रसियन दिदीलाई हेर्न नपाएको दुःख थियो मलाई। झन् भने जस्तो चिज नपाइँदा यस्तो सन्किरहेको थियो। अलिअलि घरको तरकारीहरू लिएँ मैले चाहिँ। अनि बन्दाकोपी चाहिँ पकौडी खाने भनेर ल्याएको कि मैले, चिसो मौसममा तातो पकौडी खानलाई लिएको। अनि घरतिर लाग्यौँ। अब चप्परगढी चोकतिर चटपटी खाना भनेर चप्परगढी चोकमा रोक्यौँ। अनि त्यहाँ चाहिँ सरिता भाउजू र भदै भेट्यौँ हामीले। त्यसपछि हेर्न न, त्यसले कति मजाले खाएको कि हातले चटपटी, वा कति राम्रो छ सदीप। अनि हामीले चाहिँ टन्नै खायौँ। त्यसपछि घर खाने नखाने गरेर खायौँ मेला गएको। अनि त्यसपछि हामीले खायौँ। पिरो भएपछि चाहिँ त्यो म्याङ्गो जेली रहेछ, त्यो म्याङ्गो जेली किनेँ मैले। अनि त्यही खायौँ। अनि बाटोमा आउँदै गर्दा हेर्नु न, मैले भदैलाई भेटेँ कि। अनि भदैले मलाई जिउ पनि गरेको थिएँ ज्ञानी। अनि मैले उसलाई खानेकुरा दिएँ। मैले उसले थिएँ कि भुजा र मह मिक्स गरेको हुन्छ नि, त्यसले थिएँ। अनि भदैलाई दिएँ, कति खुसी भएको, कति माया लाग्दो कि। अनि घरमा आउँदा त मेरो फेरि प्रिन्सेस ट्रिटमेन्ट त छुट्टै थियो कि। हेर न, भाइले आफै जुत्ता लगाइदिएको। मैले अनलाइनमा अर्डर गरेको अरे, 6000 अरे, तिमीले लिन्छौ भने 5000 ले रे। अनि राम्रो छ अरे, हेर गरे, यस्तो छ अरे, यस्तो लाउने अरे भन्दै थियो कि। मलाई अफसोस कि बात, मैले अरूले लिएको चिज लिँदिनँ ल, मलाई आफ्नै चिज मनपर्छ भनेर डायलग हानेर यस्तो थकाइरहेको थियो मलाई। कफी बनाउनतिर लागेँ म चाहिँ। कफी खाएर यस्तो इन्स्ट्यान्ट एनर्जी निकालेर अहिले चाहिँ भिडियो
एडिटिङ गर्दै बसेको छु। इफ हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानल सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। ओके बाई।